तपाईँलाई फेरि स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ हामी सिलिगुडी आइपुगेका छौँ। सिलिगुडीमा चाहिँ अलिक यहाँको कन्डिसन चाहिँ यस्तो नराम्रो छ कि के भन्नु। कन्डिसन चाहिँ यस्तो नराम्रो किनभने यहाँ तपाईँहरू होइन दोकान चाहिँ एकदम नाना थरीको दोकान देख्न सक्नुहुन्छ। यता दोकान छैन, तर दोकानमा भनेपछि एउटा कुरा चाहिँ देख्दिनँ क्या म, के भन्ने डस्टबिन भन्ने कुरा चाहिँ पिटिक्कै छैन। पिटिक्कै यहाँ हेर्नु न, सब थोक त्यहीँ थुपारिदिएको छ अगाडि नै होइन। यो चाहिँ के हो? थाना हो ए, यो पुलिस स्टेसन ए, खतरा रहेछ पुलिस स्टेसन। यहाँको पुलिस स्टेसन चाहिँ खतरा रहेछ। यस घर जस्तो म त स्कुल सोचिरहेको थिएँ। यता चाहिँ त्यता बसेर गाडी लागिरहेछ कि अलिक यता जानु ल ल ल उयो गएर देख्न बायाँपट्टिमा गाडी यतापट्टि त्यही हुन्छ गोलगोलीको बसहरू ए ल ल ल अब चाहिँ हामी जानुपर्ने यहाँदेखि उत्रेर। कुन ठाउँ हो यो चाहिँ थाहा भएन होइन, तर सिलिगुडीकै हो। आम्मा म यहाँ त फोहोर त यति छ होइन, बाफ्रे यार म त छक्क परेँ। यो चाहिँ के हो? वेस्ट गार्बेज भन्ने ठाउँ हो कि यो बाटो त छैन, नाम निशानै छैन बाटोको त नाम निशानै छैन हो। फोहोर मैलाहरू लिएर बोच पुरा थुपारिदिएछ। त हाम्रो बाइक ग्यारेज होला कि के कसो होला। अब चाहिँ हामी बस स्ट्यान्डतिर लाग्यौँ, त्यो गोलगोलिया जाने बस स्ट्यान्डतिर। त्यो अटोमोबाइल्स होला यता वर्किङ सप। त्यो फुटपाथ अरे मान्छे हिँड्ने ठाउँ अब यस्तो छ बिजोक। के गर्नु त, अब बिजोक छ भने यस्तै हिँड्नै पर्छ यस्तो बाटो। तर यति साह्रोसम्म चाहिँ नहुनु पर्ने हो क्या, यतिसम्म चाहिँ नहुनु पर्ने हो खास गरी चाहिँ भन्छ। त अति भइरहेको छ क्या, यति फोहोर छ नि। मलाई त फोहोर चाहिँ यस्तै हो क्या, जहाँ पाइ त्यहीँ फ्याल्दैछ क्या। डस्टबिन अहिलेसम्म मैले भनेको थिएँ डस्टबिन चाहिँ कहीँदेखि हुन्न भनेर, यहाँ पनि त्यस्तै हो, डस्टबिन छैन। तर यहाँ फेरि कहीँ छैन क्या डस्टबिनको कुरो। अब मान्छेहरू त यस्तै हो, अब हाँसिरहेको छ होइन। यति भिड छ नि यहाँ, यति मान्छेहरू सबजनाले मलाई हेरिरहेको छ क्या, यो केटा के गर्दैछ भनेर। के होइन, आफू त ब्लग बनाउने हो, किन लजाउनु होइन। सबैजनाले हेरिरहेको छ क्या, फर्की मलाई को भनेर। आम्मा किन चाहिँ हेर्नु होला, पुरा फर्की हेर्छु मलाई। ठिक छ, हेरोस् अब के गर्नु त। यहाँ चाहिँ मान्छेहरू अब चाहिँ धेरै रहेछ। अब बस पार्क चाहिँ यतै हो। अब भन्छ कता हो बस पार्क कता हो, यता चाहिँ ट्राफिक लाइट आरामले अब यतै बस्नुपर्छ। गोलगोलिया जाने बस स्टेसन यतै हो। कस्तो छ हो यो बाटो चाहिँ, मलाई चाहिँ अचम्म लाग्छ, साह्रै अचम्म लाग्छ। यहाँ त म यति देख्छु यो बिहारमा यति फोहोर छ यो बाटो।